नमस्कार। आज म योगाको विषयमा बोल्न गइरहेको छु। योगा भनेको के हो भनेर मलाई प्रश्न गर्नुभएको थियो। त्यस्तो विषयमा म प्रश्न गर्न गइरहेको छु। मेरो बुझाइअनुसारै योगा भनेको चाहिँ आफूसँग बाहिरी अस्तित्वको जोडी नै योगा हो। वास्तविक अर्थ चाहिँ त्यही नै हो। अब तपाईँ र बाहिरी संसारसँग कसरी जोडिनुहुन्छ, कस्ता तरिकाहरू अपनाउनुहुन्छ, यो भनेको नितान्त फरक कुरा हुन्। तपाईले यो हाम्रो शरीर त्यस एउटा मात्रै शरीर हुँदैन। बाहिरको अस्तित्वसँग जोडिनको लागि, यो विशाल ब्रह्माण्डसँग जोडिनको लागि, ब्रह्माण्डीय कर्मसँग जोडिनको लागि, ब्रह्माण्डीय ज्ञानसँग जोडिनको लागि, ब्रह्माण्डीय शक्तिसँग जोडिनको लागि, ब्रह्माण्डीय ऊर्जासँग जोडिनको लागि चाहिँ तपाईको शरीरको 4वटा विशिष्ट रूपमा 5वटा शरीर हुन्छन्। एउटा शरीर चाहिँ तपाईँ आफै हो, त्यो चाहिँ भित्रको परमात्मा, आत्मा, ब्लिस बडी। त्योदेखि अरू 4वटा शरीरहरू, शरीरका 4वटा बेग्ला आयामहरू हुन्छन्। त्यस आयाम मध्येमा तपाईँले कुन आयामलाई प्रयोग गर्नुहुन्छ त्यही अनुसारको योगाको नाम दिइन्छ। तपाईँ आफू यो संसार विश्व ब्रह्माण्डसँग जोडिएर एक बन्ने प्रक्रिया नै वास्तवमा योगा हो। यो हिसाबले हेर्ने हो भने विवाह गरेर तपाईँ र अर्को मान्छे जोडिनु पनि एक किसिमको योगा नै हो है। तपाईँले ज्ञान प्राप्त गर्नु पनि योगा नै हो। तपाईँले व्यवसाय गरेर काम गर्नु पनि योगा नै हो। तपाईँले कसैप्रति देखाएको एकदम सादर भाव, प्रेम भाव पनि योगा नै हो। तर त्यसले तपाईँलाई पुर्याउँछ कि पुर्याउँदैन? तपाईँलाई मात्रै पुर्याउँछ कि तपाईँलाई नै डिजल्भ गराउँछ, तपाईँलाई नै परमात्मा ब्रह्माण्डसँग विलिन गराउँछ है। तपाईँले गरेको काम यो संसारमा काम चलिरहेको छ नि त, तपाईँले मात्रै गरेको त होइन नि, संसारले पनि गरिरहेको छ काम। यो संसारको काममा तपाईँको काम विलय भइदियो भने त्यो योगा भयो है। त्यसले चाहिँ तपाईँलाई पार पुर्याउँछ। अर्को चाहिँ तपाईँको भावना संसारको भावनासँग डुब्यो भने तपाईँ पनि विलिन हुनुभयो, त्यो पनि योगा नै हो। अर्को चाहिँ तपाईँको शक्ति चाहिँ विश्व ब्रह्माण्डीय शक्तिसँग मिल्दियो भने पनि योगा नै हो, त्यसले पनि तपाईँलाई डिजल्भै गराउँछ। अर्को चाहिँ तपाईँले एउटा इष्ट देवतामा तपाईँ विलय भइदिनु भयो, आफूभन्दा ठुलो ब्रह्माण्डीय शक्ति, ब्रह्माण्डीय चित्र, शक्ति, आस्थामा तपाईँ विलय भइदिनु भयो भने त्यसले पनि तपाईँलाई डिजल्भ गराउँछ। विलिन गराउनु, डिजल्भ गराउनु हाम्रो शरीरमा भएको कर्मको बोझलाई एकदमै हटाउनु नै हाम्रो मानवीय जीवनको प्रमुख उद्देश्य हो। तपाईँको आफ्नो यो बोझ हटिसके पछाडि कतिवटा हामीले यसरी जीवनकालमा, हाम्रो जीवनकालदेखि पनि अगाडि पशु योनिमा हामीले भोगेका कर्महरू सबैको अवशेषहरू हामीले अहिले हटाउँदै चेतन मनले हटाउँदै जानुपर्दछ। तर यो अचेतन मनले गरेको, जबरजस्ती गरेको है, तपाईँले आफ्ना लागि भनेर गरेको, मेरा लागि भनेर गरेको, त्यसले चाहिँ तपाईँलाई घटाउने होइन, बढाउँछ चाहिँ है। त्यस कारणले गर्दाखेरि एउटै कर्म गरेका मान्छे कोही योगी हुन्छन्, कोही भोगी हुन्छन्। तपाईँले भोगको रूपमा हेर्नुभयो भने त्यो योगा भएन। अब तपाईँले विवाह गर्नुभयो, श्रीमतीलाई भोगको दृष्टिले हेर्नुभयो भने अब तपाईँको त्यो योगा रहेन। त्यसले तपाईँलाई अल्टिमेट नेचरतिर लाँदैन, त्यसले तपाईँलाई बन्धनतिर लान्छ है। तपाईँले काम गर्नुभयो, जागिरे हुनुभयो, कुनै पेसामा, कुनै सेवामा कार्यरत हुनुहुन्छ, तर तपाईँको मन चाहिँ त्यहाँबाट धेरै सम्पत्ति लिने, आय आर्जन गर्ने, यो कुरामा मात्रै ध्यान केन्द्रित भयो भने अब त्यसले तपाईँलाई बन्धन पुर्याउँछ, त्यसले तपाईँलाई मुक्ति गर्दैन। अर्को कुरा, तपाईँले कसैलाई एकदम प्रेम भाव देखाउनु भयो, तर त्योबाट तपाईँले आशा गर्नुभयो, मैले यसलाई आज सम्मान गरेँ, भोलि मलाई यसले सम्मान गर्नुपर्छ भन्नुभयो भने यसले पनि तपाईँलाई माथि लाँदैन, तलै झार्छ। त्यस कारणले गर्दाखेरि यो 4वटा आयाम, कर्म, ज्ञान, भक्ति र क्रिया, यो 4वटा बेग्ला आयामहरू छन्। अब जो पनि आध्यात्मिक बाटोमा हिँडेको छ, साधु सन्त महात्मा भएर, ज्ञान खोजकर्ता भएर जो पनि हिँडेको छ, उनीहरू चाहिँ अब सन्यासीको जीवन भयो। सन्यासीको जीवनले चाहिँ एउटा पाटोलाई मात्रै लिन्छ, चाहे ऊ भक्तिलाई लिन्छ अथवा कर्मलाई लिन्छ अथवा क्रियालाई लिन्छ अथवा ज्ञानलाई लिन्छ, 4वटा मध्ये एउटालाई लिन्छ र ऊ त्यसैमा जान्छ, उसको कुरा निश्चित छ। तर जो मान्छे गृहस्थीमा छ उसले एउटैलाई मात्रै निश्चित रूपमा माथि लान सक्दैन। किनभने गृहस्थी भनेको चाहिँ कस्तो पर्छ भने तपाईँले एउटालाई मात्रै माथि लानुभयो भने अलिकति समय पछाडि सबै कुरा आफै छुट्छ कि, आफै नै छुट्छ। तपाईँको परिवार आफै छुट्छ, घर परिवार आफै छुट्छ, व्यवसाय आफै छुट्छ, साथीसँगै आफै छुट्छन्, तपाईँको लतहरू आफै छुट्छन्, अलि बढी गर्नुभयो भने तपाईँको श्रीमती पनि आफै छुट्छन्, तपाईँले छोड्छु पनि भन्नु पर्दैन, आफै छुट्छन्। तपाईँले क्रियामा त्यसै लाग्नुभयो भने त्यसले पनि छुट्याइदिन्छ। किनभने त्यो बाटो भनेको त तपाईँलाई मुक्तिको बाटो हो। अनि पहिला तपाईँको मानसिक समस्याबाट मुक्ति दिन्छ, अनि शारीरिक समस्याबाट मुक्ति दिन्छ, अनि त्यो पछाडि सामाजिक समस्याबाट मुक्ति दिन्छ है। परिवार, आफन्त, श्रीमती, छोरी, छोरा, यो व्यवहार, यो सबै कुरा भनेको चाहिँ सामाजिक बन्धन हो। त्यो बन्धनभित्र बसेर तपाईँले आफ्नो अध्यात्मलाई पुरा गर्नु छ भने यो 4वटालाई ठ्याक्क ब्यालेन्स बनाएर गर्नुपर्ने हुन्छ। तपाईँले भक्ति पनि गर्नुपर्ने हुन्छ, ज्ञान पनि गर्नुपर्ने हुन्छ, ध्यान पनि गर्नुपर्ने हुन्छ, क्रिया पनि यो गर्नुपर्ने हुन्छ। सबै कुरालाई ठ्याक्क ब्यालेन्स बनाएर लानुपर्ने हुन्छ। ब्यालेन्स बनाउन सक्नु भएन भने चाहिँ कि त तपाईँ योगी बन्न सक्नुहुन्न, भोगी नै बन्नुपर्छ, रोगी नै बन्नुपर्छ। भोगी पनि नबन्ने, रोगी पनि नबन्ने, योगी नै बन्ने हो भने यो 4वटा आयामलाई तपाईँले सँगै लिएर जानुपर्छ।
यो कसरीसँग लिएर जाइन्छ भन्ने कुरामा चाहिँ अब यो कर्मयोगलाई बुझ्नुपर्ने आवश्यकता हुन्छ। ज्ञानयोग भनेको के हो त्यो बुझ्न आवश्यक हुन्छ। ज्ञान मैले तपाईँलाई अघि पनि भने ज्ञान लिन जाने कुरा एउटा भयो, तर त्यसले त्यो ज्ञानले हामीले कलेजमा पढेको, साथीसँगीबाट पढेको, कसैको प्रशिक्षणबाट लिएको ज्ञानले, वेदको ज्ञानले, शास्त्रले, कुनै पनि कुराको अणुको परमाणुको ज्ञानले त्यसलाई हामीले कसरी प्रयोग गर्ने, त्यो ज्ञानले चाहिँ हाम्रो जीवन मुक्तिको लागि कसरी प्रयोग गर्ने भन्ने कुरा चाहिँ ज्ञान योगा अन्तर्गत आउँछ। त्यो चाहिँ दिमाग एकदमै शार्प भएर जानुपर्छ, इन्टेलेक्ट एकदम माथि भएर जानुपर्छ होइन। त्यो चाहिँ मस्तिष्कको प्रयोग हो। अर्को भक्ति योगा भावनालाई चाहिँ कसरी प्रयोग गर्ने त भनेर जाने चाहिँ भावनालाई चाहिँ जस्तो बाबामा मर्दाखेरि रुन्छन् होइन, त्यो बेलालाई हामीले आफ्नो आफ्नो आध्यात्मिक उन्नतिको लागि कसरी प्रयोग गर्ने होइन, अनि आफ्नो आराध्यलाई प्रति देखाइएको भाव कसरी प्रयोग गर्ने, यो कुरा चाहिँ एकदमै सूक्ष्म तरिकाले बुझ्न आवश्यक हुन्छ। एउटै देखियो भने त्यो नितान्त फरक हुन्छन् कि त्यो एउटै हुँदैनन् कि पटक्कै हुँदैनन्। गाग्रो एउटै भए पनि अब त्यो उल्टो पारेर तपाईँले डुबाउनु भयो भने पानी आउँदैन कि त्यहाँ, पानी नै आउँदैन। सुल्टो पारेर डुबाउनु भने पानी मजाले आउँछ। यस्तै हो संसारमा, तपाईँ उल्टो भएर हिँडिदिनु भयो भने तपाईँलाई संसारले छुनै सक्दैन कि तपाईँ सजिलै पार लिनुहुन्छ। तपाईँ सुल्टो भएर हिँडिदिनु भयो भने संसारले तपाईँलाई डुबाउँदै 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 लान्छ होइन। यसलाई उल्टो र सुल्टो तपाईँको मनोभावना हुन्छ, जसरी बुझे पनि हुन्छ। अनि म आज विशेष रूपमा यो चाहिँ योगाको विषयमा चाहिँ मैले भने 4वटा डाइमेन्सन हुन्छन्। एउटा शरीरलाई प्रयोग गरेर गरिने कर्मयोगा, मस्तिष्कलाई प्रयोग गरेर गरिने ज्ञान योगा, भावनालाई प्रयोग गरेर गरिने भक्ति योगा र शारीरिक ऊर्जा प्राणिक ऊर्जालाई प्रयोग गरेर गरिने क्रिया योगा। यो 4वटा योगा मध्येमा सबभन्दा सरल यो हाम्रो शरीरको लेयर जस्तै तह जस्तै कर्मयोगा हुन्छ, त्योभन्दा अलिकति कठिन ज्ञान योगा हुन्छ, त्योभन्दा अलिकति कठिन भक्ति योगा हुन्छ, त्योभन्दा धेरै कठिन क्रिया योगा हुन्छ। त्यसै हिसाबले यिनीहरूको प्रभावहरू पनि यिनीहरूले देखाउने त्यो चाहिँ किनभने यो कसरी हुन्छ भन्ने कुरा यसको पनि एउटा सिरिज छ क्या। यो चाहिँ ट्रायङ्गल त्यो कोन सेपमा कोन हुन्छ नि, कोन भनेको चाहिँ सोली आकारमा निस्केको हुन्छ। त्यस कारणले गर्दाखेरि सोलीको जति टुप्पामा गयो त्यो त्यति पेचिलो हुन्छ कि जति फेदतिर आयो त्यो चाहिँ त्यति नै खुकुलो त्यति नै ठुलो भन्दै जान्छ। त्यही भएर सोलीको आकारमा हाम्रो भित्रबाट बाहिर निस्किन्छ कि जसरी हामीले कुनै पनि ठाउँमा यसरी टर्च लाइट लगायो भने यसरी सोलीको रूपमा जान्छ नि त्यो पनि होइन। विश्व ब्रह्माण्डमा जे पनि कुराहरू सोलीकै रूपमा हिँडिरहन्छ कि हिँड्ने कुराहरू चाहिँ संसारमा हाम्रो जीवन ऊर्जा पनि सोलीकै रूपमा बाहिर निस्किरहेको हुन्छ। त्यो निस्किँदाखेरि जति भित्रको डाइमेन्सनमा गयो त्यो त्यति धेरै पेचिलो र त्यति धेरै प्रभावकारी हुन्छ। त्यस कारणले गर्दाखेरि कर्मयोग भन्दा ज्ञान योग उत्कृष्ट हो। ज्ञान योग भन्दा पनि सजिलो भक्ति योग हो। भक्ति योग भन्दा नि एकदमै धेरै शक्तिशाली क्रिया योग हो है। क्रिया योगीहरू चाहिँ तन्त्र विधानमा उनीहरू पारङ्गत हासिल गर्न सक्छन्। भक्ति योगले अलिक सक्दैन, भक्ति योगमा त्यो अलिक त्यसले अलिक भेट्दैन, किनभने भक्ति र त्यो तान्त्रिक बिचमा चाहिँ क्रिया आइपर्छ कि शक्ति आइपर्छ। त्यो शक्तिलाई क्रस गरेर जानलाई अलिकति शक्तिमै चार्ज गरेर गएको छ भने त मास्तिर गयो, तर त्यो विज्ञानमय कोषमा पुग्नलाई चाहिँ किनभने बिचमा प्रणिक बडी हुन्छ कि त्यो प्रणिक बडीलाई छेडेर जान सक्दैन कि त्यो। तर प्रणिक बडीमै उसको चार्ज छ भने त ऊबाट त एक स्टेप मात्रै हो जान्छ, प्राकृतिक रूपमा पनि जान्छ त्यो। अनि अझ बढी ज्ञानले मात्रै फेरि भावना पनि आउँदैन कि फेरि ज्ञान योगले मात्रै धेरै ज्ञानले मात्रै छ भने त्यसले चाहिँ भावनालाई पनि भेट्दैन कि भावनासम्म चाहिँ हुनसक्छ किनभने तपाईँको ज्ञान अनुसारको भावना आउँछ, तर त्यसले चाहिँ फेरि ज्ञान मात्रै दिएर प्रणिक क्रियाहरू चाहिँ गर्न सक्दैन कि। प्रणिक ऊर्जाको चलचहल गर्ने, ऊर्जालाई यताउता गर्न सक्ने, आफ्नो इच्छा अनुसार ढाल्न सक्ने, आफ्नो आवश्यकता अनुसार चलाउन सक्ने, जीवनको प्रोफाउन्ड अन्डरस्ट्यान्डिङमा पुग्न सक्ने चाहिँ अलि हुँदैन होइन। कर्म गर्नेले त ज्ञान मात्रै पनि पाउने हो। त्यही भएर भनिन्छ नि कर्म गर्दै गएपछि सिकायो, हामीले मेहनत गर्दै गएपछि सिकेर जानियो भनिन्छ। मेहनत गर्दै गर्दै गएपछि हामीले यो बुझ्यो, यो भावना आयो, यो विचार आयो भन्छ, तर यस्तै तरिकाले हामीले भावबाट बुझ्यौँ भनेर भन्दैन कि ज्ञानै भन्छन् कि। भन्दाखेरि पनि छोराछोरीले हामीलाई दुःख दिएर हामीले यो पाठ सिक्यौँ भन्छन्, तर छोराछोरीले गर्दाखेरि हामीले यो भावनामा यो परिवर्तन ल्यायौँ त्यो पनि भन्दैनन्। छोराछोरीको कारणले गर्दा हाम्रो जीवनमा यस्ता यस्ता खालका सुखद घटनाहरू आयो त्यो पनि भन्दैनन्। त्यस कारणले गर्दाखेरि यो सोलीको रूपमा जाँदाखेरि चाहिँ तपाईँले तर भित्रको कुरा गर्नुभयो भने चाहिँ बाहिरपट्टि आफै सजिलो हुँदै आउँछ कि। त्यस कारणले गर्दाखेरि यदि कोही क्रिया योगी छ भने चाहिँ उसँग चाहिँ भक्ति योग पनि सहजै हुनसक्छ, ऊबाट ज्ञान योग पनि सहजै हुनसक्छ, ऊबाट कर्मयोग पनि सहजै हुनसक्छ। यो अरू बाँकी भएका योगहरू पनि उसँग सहजै आउन सक्छन्, सहजै छ उसलाई चाहिँ, किनभने भित्रबाट बाहिर आउन सजिलो छ, बाहिरबाट भित्र जान चाहिँ अलिक कठिन हो। त्यस कारणले गर्दाखेरि हाम्रो शरीरको सबभन्दा डिपर कोरमा बसेको चाहिँ आनन्दमय कोष भन्ने चाहिँ तपाईँ स्वयं आफै हो। त्यो तपाईँ भनेको चाहिँ आफै हो। त्यही भएर तपाईँले चाहिँ कहिलेकाहीँ टाउकामा भएको दुःख पनि देखिरहनु भएको हुन्छ कि, दुःख देखिरहनु भएको हुन्छ, शरीरमा भएको दुःख पनि देखिरहनु भएको हुन्छ। तपाईँले ख्याल गर्नु होला, तपाईँलाई एकदमै धेरै पीडा दिइरहेछ भने पनि त्यहाँभित्र तपाईँ अलिकति परबाट त्यो पीडालाई पनि तपाईँले हेरिरहनु भएको हुन्छ। कसैलाई तपाईँलाई एकदम कुटिरहेको छ भने पनि तपाईँले त्यो कुरा पनि अलिकति बुझ्न सक्नुहुन्छ है। मलाई त्यो हेर्न सक्नुहुन्छ कि यहाँबाट हेर्न सक्नु म यस्तो छ भने त्यो चाहिँ तपाईँ नै हो। त्यो चाहिँ आनन्दमय कोष हो। त्यसमा पुगिसके पछाडि चाहिँ केही पनि छैन। तर यो सबै कुरा चाहिँ एउटा बाटा हुन् है। सबैको अब क्रियायोगै सम्भव छ भन्ने होइन, किनभने त्यहाँ त भित्रबाट सुरु गरेर त बाहिरको वातावरणहरू मिलेको हुनु पऱ्यो नि पहिला होइन। ज्ञान पनि मिलेको हुनु पऱ्यो, भक्ति पनि मिलेको हुनु पऱ्यो, सबै कुरा मिलेको छ भने चाहिँ त्यो सम्भव छ है त। बाँकी कुरा अर्को भिडियो बनाउँला। नमस्कार।